म कसैलाई मुख छाड्दिनँ। हरेक नागरिकले खुकुरी बोकेर आउँछ। अब हरेक नागरिकले आफ्नो रक्षा गर्न, आफ्नो देशको रक्षा गर्न, आफ्नो धर्म रक्षा गर्न, आफ्नो परिवार रक्षा गर्न। यहाँ हजुरबुवाले नातिसँग बस्न पाएन, हजुरआमाले नातिसँग बस्न पाएन। हजुरबुवा र हजुरआमाको सम्बन्ध नातिसँग कस्तो हुन्छ? कस्तो हुन्छ? त्यो सम्बन्धलाई विखण्डित बनाइदिएको छ। हजुरबुवा छोरो पनि पठाउँछ, छोरी पनि पठाउँछ, नाति नातिना पनि विदेश पठाउन बाध्य भएको छ। काङ्ग्रेसले कस्तो कुरो उठायो? कहीँबाट पैसा उठाइन छ, अब बेसियालाई खोलौँ भन्दै थियो। विदेशमा लगेर भुटान नेपालीलाई भुटानी बनाएर बेच्दा पनि भएन, नेपाली चेली बेच्दा पनि भएन। अब यी खुलेआम बेसियालाई खोलौँ भन्दैछन् सांसदहरू। मुखमा नि च्याप्प समातेर मुखमा खेकारेर नि त्यो पहेँलो खेकार चाहिँ थुक्नु पर्ने क्या। के बोलेको त्यस्तो? केही साथीहरूले राजासँगै मेरो फोटो पनि जलाएका छन्। मेरो अगाडि पर्यो भने त्यसको निधार 3 इन्ची सर्छ। त्यसको निधार काट्छु भन्थ्यो कि त्यसले कति काटेको रहेछ, हामीले कहाँ काटेको रहेछ, हाम्रो रेकर्ड खोजोस्। मैले भने त गुन्डाहरूको पनि गुन्डा हो दुर्गा प्रसाई, डनहरूको डन हो दुर्गा प्रसाई, नेताहरूको पनि नेता हो दुर्गा प्रसाई, नेपाली जनताको नि आशाको केन्द्रबिन्दु हो, मोमबत्ती हो दुर्गा प्रसाई। यो 15 गतेदेखि हुने जनविद्रोहमा साथ दिनु होला। मलाई फेरि पक्रिन सक्छ नि, मलाई पक्रिन सक्छ। म भाग्दिनँ। म मेरा हजुरबुवालाई पनि भन्छु, मेरा पूर्व अध्यक्ष प्रचण्डलाई पनि भन्छु, माधव कुमार नेपाललाई पनि भन्छु, शेरबहादुर देउपालाई पनि अन्तिमपल्ट भन्दैछु। हिजो गणतन्त्र ल्याउन हामीले तपाईँलाई साथ दियौँ, आज राज संस्था ल्याउन तपाईँहरूले हामीलाई साथ दिनुहोस्। आउनुहोस्, मिलेर देश बचाउँ, देश जोगाउँ। तपाईँहरू मारवाडीको हली हुनुभन्दा, खुरुखुरु मारवाडीको निर्णय गर्नुभन्दा हामी नागरिकको निर्णय गर्नुहोस्, राजालाई शिरमा राख्नुहोस्। राजा फ्याँक्नु नै तपाईँहरूको दुर्दशा हो, नभए भोलि तपाईँहरूले भागेर जाने ठाउँै पाउनु हुँदैन। 40 लाख त दिल्लीमा मात्रै 20 लाख नेपाली बस्छन्। तपाईँको त्यहाँ नोइडाकै घरमा जान्छन्। त्यहाँ प्रचण्डलाई भनिदिनु नोइडाकै घरमा जान्छन् हो। दुबईको तपाईँको सम्पत्ति त खाइदियो प्रकाशले लगेको 2600 करोड। कि तपाईँ भागेर अमेरिका जानुभयो भने तपाईँको त मुद्दै तपाईँलाई त्यही थुनिहाल्छ। भाग्ने तपाईँ जाने इन्डिया हो, इन्डियामा लेबरले लखेटी मार्छन्। त्यसले गर्दाखेरि म तपाईँहरू सबैलाई बचाउँछु। तपाईँहरूले रक्तपातबिन रक्तहीन जसरी राजाले सत्ता हस्तान्तरण गरेका थियो नि, त्यसरी तपाईँ जहाँ हिजो सत्ता लिएको थियो त्यहाँ बुझाउनुहोस्। यो तपाईँहरूलाई मौका हो। म त एउटा कुरो के छ भने नि, यो लडाईँ जित्यो भने जिते हस्तिनापुरको राज, मरे चप्परी मुनिको बास हो। म त्यसरी निस्केको मान्छे हो। म मर्न पनि सक्छु, थुनिन पनि सक्छु। तपाईँहरू यो कुरा क्लियर हुनुहोस्। तर नागरिक बाँच्नुपर्छ। म मर्दाखेरि नागरिक बाँच्नुपर्छ भनेर हिँडेको, मेरो बरु सकियोस् नागरिकको नसकियोस् भनेर हिँडेको मान्छे हो। म बरु जेल बस्छु, नागरिकहरू जेल नबसुन् भनेर हिँडेको मान्छे हो। कुरा बुझ्नुभयो? म मेरो स्वार्थको लागि हिँडेको मान्छे होइन। कुरा बुझ्नुभयो कि भएन तपाईँहरूले? त्यसले गर्दाखेरि 15 गते हामीले काठमाडौँ रिङ रोड भित्र त नि कहाँ हिँडेको भन्दाखेरि नि अभियानमा को हो तपाईँ भन्दा दुर्गा प्रसाई। एक नागरिक एक दुर्गा प्रसाई, एक नेपाली झन्डा। गरी खाऊ भनेर दिएको त पशुपति नै खाने, एयरपोर्टै खाने, बाल मन्दिरै खाने, नेपालीलाई भुटानी बनाएर खाने, नेपालको पैसा कम्बोडिया लगेर राख्ने। के कुरा गर्नुहुन्छ तपाईँ? प्रचण्डलाई भनिदिनु, केपी शर्मा ओलीज्यूलाई पनि भनिदिनु, शेरबहादुर दाईलाई पनि भनिदिनु, माधव कुमार नेपाललाई पनि भनिदिनु हो। के भनिदिनु भने बाबुरामलाई पनि भनिदिनु। 15 गते पछाडि यिनीहरूको देशमा बसाइ नै हुँदैन कि यत्रको तपाईँ टेन्सन गर्नुहुन्छ, त्यो छोडिदिनु न। को आउँदो रहेछ यिनीहरूको हेरौँ न हामी। म के भन्छु भने सम्पूर्ण नेपालीहरूलाई यिनीहरूले पठाएका बसमा हाम्रा मान्छे चढेर आउनु है। यहाँ आउने बेला चाहिँ हाम्रामा आउनुहोस्। हामी उनीहरूसँग भिड्न गएको होइन नि, हामी जाँदैनौँ भिड्न, हामी लडाइँ गर्दैनौँ, हामी नागरिक जोगाउन हिँडेको।